ल यहाँ चाहिँ हाम्रो फ्यामिली ग्रुप फोटो खिचाइ भइसकेको छ। अब फोटोको इन्तजारमा छौँ हामीहरू। हेलो, हामी आज घुम्दैछौँ। कालो मुरी भडो लाने क्या रचना रिमालसँग गाउनु भएको छ नि त। यही गीत गाउनु भएको हेलो, गुड आफ्टरनुन, नमस्ते अनि सेवाहरू भन्न चाहन्छु। आज चाहिँ फाइनली म यो धरानको ओसो पार्क है, यहाँ चाहिँ आफ्नो परिवारलाई लिएर म घुम्न आइराखेको छु। एकदमै राम्रो बनाएको छ। हाम्रो धरानका मेयर हर्क साम्पाङज्यूलाई विशेष धन्यवाद। उहाँले यसरी श्रम संस्कृति पार्क बनाइदिनु भएर एकदमै राम्रो, धेरैको एउटा खुसी। सबै कुरा त पुरा हुँदैन, त्यही पनि यो ठाउँमा घुमेर अलिकति आनन्द अनि खुसी लिन सकिन्छ यो पार्कबाट। बुवा 92 वर्षको उमेरको बुवा हुनुहुन्छ। यहाँ कान्छा भाइ छ। यहाँ थुप्रै मानिसहरू पनि यसरी घुम्नलाई आइराखेका छन् भने मेरो अधुरो परिवार चाहिँ तल छ नै। ल यसो गरेर चाहिँ आज आएर धरानमा घुमघाम भइराखेको छ। कहाँ पो हराउनु भयो? के हो 4000 भने क्या हापेन? सनाका लागेको छ नि, सनाकाले त्यस्तो हो क्या। ए हो, राम्रो छ है ठाउँ। ल यसो गरेर चाहिँ आज हाम्रो फ्यामिली ग्रुप चाहिँ ओसो पार्कमा घुमघाम भइराखेको छ। खै पानी खाउँ न अलिकति। यहाँ चाहिँ मेरो दिदी सिंह। यहाँ हेर्नुहोस्, गमलाहरू यसरी सजाएर राखिएको छ। यहाँ सयपत्री फुल राखियो भने कति राम्रो देखिन्छ होला। तलसम्म राखेको छ, एकदमै राम्रो छ है यो पार्क। ल यो ढुङ्गामा देख्नुहुन्छ चैन मनाइ छ, चढ्न मनाइ छ लेख्नु पर्ने, तर चैन मनाइ छ। पिएचडी गरेको हो नि त। जे भए पनि धरानमै जे भन्छ धरान देखेको छ क्या। लु माथि हिँडौँ न, माथि लु बुवा पनि जाउँ। ल आज भद्रमान लिम्बू फ्यामिली टुर ओसो पार्क। ज्वाइँ, चेला, छोरी, चेली, बुहारी, छोराहरू सबैजना है, नातिनीहरू। ल यसो गरेर चाहिँ हामी जाँदैछौँ है। बिस्तारो आउनु ल, स्लोमा। ल यसो गरेर चाहिँ हामी नेक्स्ट राउन्ड मासतिर जाँदैछौँ। ल जल्दी जल्दी, क्विक 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 क्विक। क्विकली क्विकली, फास्ट।
यो चाहिँ सर्दु खोला यस्तो मजाले सुसाइराखेको छ कि सङ्लो पनि त्यत्तिकै बाटो पनि कति धेरै राम्रो मान्छे त्यति धेरै राम्रो आज त यो रिठा हो नि रिठा 3-1 3 पनि चिनिएन भने त क्या गर्नु हो जिन्दगीमा लु आइको मानादिक टकिङ एग्जाम लाग्यो हाम्रो 2 किलो बोसो चाहिँ घट्नेवाला छ आज ल यो चाहिँ मेयर हर्क साम्पाङ पार्क हो यहाँ यति धेरै बिरुवा जमुना अमला आँप लिची अम्बक यति धेरै फर्स्ट आएको छ यति राम्रो छ पहिला यो बाटो हिँडेको बाउहरू नुन बोकेर अहिले पनि सकिहाल्नुहुन्छ नि आज त ट्र्याकिङ हो नि त ट्र्याकिङ सुम्निसा शान्ता हेलो एकछिन यता हेर्नु मेयर हर्क साम्पाङ पार्क यहाँ चाहिँ ट्याङ्की छ हेर्नुहोस् खानेपानीको ट्याङ्की यहाँ छ है एउटा यसो गरेर चाहिँ हामीहरू घुम्नलाई जाँदैछौँ है ल यो ठाउँमा चाहिँ मेयर उपमेयर नाम लेखिएको थियो तर यहाँ खोलाले बगाएकोले गर्दा अहिले फेरि यो खोलामा अहिले जाली हालिँदैछ है सो यहाँ हर्क साम्पाङ रेभुलेसन टिमले रोपेको बिरुवाहरू अहिले हराभरा भइराखेको छ एकदमै फस्टाइ राखेको छ है हजुर यसो गरेर चाहिँ हामीहरू चाहिँ यहाँसम्म आयौँ अब यहाँबाट चाहिँ फर्किनु पर्छ होला सो ल यसो गरेर चाहिँ अब हामीहरू फर्केको यहाँबाट है मलाई यसको फोटो चाहिँ लिन मन लागिराखेको छ क्या ल अब हाम्रो प्रस्थान ओह्रालो है अब चाहिँ ल ल ल लु चलो 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 ल यसो गरेर हामीहरू ओह्रालो झर्दैछौँ अहिले ओह्रालो झर्दैछौँ है ल कलरको माछाहरू रहेछ यहाँ चाहिँ फेरि पनि हामीहरू यो ठाउँमा घुमेर आइसकेका छौँ ल यसो गरेर आज यो गोर्खा चौतारी यो ब्रिटिस लाउरेहरूले गरेको जुन पार्कमा मैले पनि बुवालाई लिएर आएको छु हाम्रो बुवा पनि इन्डियाको चाहिँ लाउरे हो उहाँलाई आज यसो बुढेसकालको सहारा हामी नै हो त्यही भएर यसो उहाँलाई घुमाउँदै ल आउन यहाँनिर आएर बस्नु ल ल यसो गरेर चाहिँ यो ठाउँलाई यसरी बनाइएको छ
एकदमै भव्य र सभ्य एकदमै राम्रो यहाँ बनाउने सौजन्य गर्नेहरूको नामावली शिलामा सबै थोक राखेको छ शान्ता वाउ ल यसो गरेर चाहिँ आज हामीहरू यो गोर्खा चौधारी निर्माणमा हामीहरू भिजिट गर्दैछौँ सबैजनालाई विशेष धन्यवाद यता हाल्नु नानु ल हामीहरू यसो गरेर चाहिँ अब अन्तिम चरणतिर झर्दैछौँ है छोरी के हो कक हैन ल यसरी चाहिँ यहाँ सजाउ हर्क बात ल हामीहरू घुम्दैछौँ भिडियो पनि लिँदैछौँ है ल अनि पहिला नि यहाँ त हिँड्थ्यो त मान्छेहरू यो बुढापाकाहरू यसरी हिँडेको कराई त ओरिजिनल हालिदिएको छ होइन हौ यो फिन्जिङ क्या कन्चेमेन्डिङ कम फिन्जिङ ल यसो गरेर चाहिँ हामीहरू अब यहाँबाट निस्कौँ है बाई बाई श्रम संस्कृति पार्क अब नेक्स्ट पार्कमा है ल हाम्रो गन्धर्व दाई होइन के पो नाम त तेजेन्द्र गन्धर्व ल आज दाई एक्लै हुनुहुन्छ आज सारङ्गीको साथमा एक्लै रमाउँदै हुनुहुन्छ के पो झापाको रचना रिमालसँग गीत गाउने दाइ ल थ्याङ्क यू सो मच श्रम संस्कृति पार्क साथै यहाँ बिपी पार्क पनि देख्न सकिन्छ अब बिपी पार्कलाई पनि यसो मध्यनजर गरेर यसलाई यसो सफा गरिदिए अझ राम्रो देखिन्थ्यो कि है यसमा पनि यसो नजर मार्दा राम्रो हुन्थ्यो कि भन्ने चाहिँ हो है ल यो चाहिँ श्रम संस्कृति पार्कको पावर हाउस है यहाँदेखि चाहिँ बिजुली उत्पादन गर्ने ठाउँ हो सो यहाँहरूलाई मैले देखाएँ थोरै खै हिजो हाल्दा थियो म त हिजो यहाँ थियो आएन म त तर म यता पनि यहाँहरूलाई देखाउन चाहन्छु यहाँ हाम्रो दादा यो चाहिँ पानी पास हुने ठाउँ है ल यसो गरेर चाहिँ यतापट्टि चाहिँ यहाँ पुल पनि देख्न सकिन्छ सो यतापट्टि पनि पार्क अब बनाइसकेको छ यो पुरानो पहिलाको पार्कहरू पनि खोपिएको ढुङ्गाहरू पनि यहाँ बनिएको छ त्यत्तिकै छ सो यस्तो छ यहाँ माथि देखाउन चाहन्छु यहाँहरूलाई धरान यस्तो छ यसो गरेर चाहिँ अब यो ठाउँमा घुमघाम गरिँदैछ है यहाँदेखि मुनि पहिला यहाँ भौडी थियो पौडी खेल्ने ठाउँ अहिले मेटिएको रहेछ अब चाहिँ हामीहरू नास्ता खानेतर्फ जाँदैछौँ नास्ता के पाउँछ है त अनि
यहाँदेखि तल जाने जुन बाटो अहिले निर्माण भइराखेको छ यहाँ चाहिँ अब ज्येष्ठ नागरिक पार्क निर्माण हुँदैछ। यो पार्कको विषयमा पनि म यहाँहरूलाई थोरै अपडेट गराउन चाहन्छु है। यो चाहिँ लन्चको लागि हो, खाजा नास्ताको लागि। 100 को थुक्पा भेज 50, थुक्पा नन भेज 150, चाउमिन 70, भेजको नन भेज 130, मोमो चिकन 130, मोमो पोर्क 130।